ल है अब म चाहिँ काममा निस्केको है कामतिर जानु पर्यो काम गर्नु पर्यो हैन टक्क अब म हिँडेको ल अब काम गर्ने ठाउँतिर पनि आइहाल्यो अब अर्डर पनि आयो है मैले एक्सेप्ट पनि गरेँ यसलाई कहाँबाट उस गर्नुपर्ने रहेछ यहाँ चाहिँ उठाउने यो त छोड्नु पर्ने रहेछ कहाँबाट चाहिँ उठाउनुपर्ने रहेछ त्यहाँ छोड्नुपर्ने रहेछ हैन ल साथीहरू मैले अब अर्डर उठाउनु चाहिँ बिल्डिङ यो हो हैन यो चाहिँ यो यस्तो पछाडि यस्तो ब्याकग्राउन्ड भ्यू पनि हेरौँ न हैन अब अघि नाको म आयो बाटो त्यो चाहिँ त्यहाँ छैन त्यहाँबाट अब म भित्र अब पसेको है अब ल साथीसँग पनि भेट भयो यो पनि यही डेलिभरी नै काम गरिरहेछ है हेरौँ अब यसो हेरेको यहाँ मान्छेहरू टन्न खाएर आनन्द बिन्दास पाराले है फुड कोर्टमा खाना खाँदै बसिरहेछन् है इन्जोय छ लाइफ जोस मजाले खाइरहेछन् बसिरहेछन् यस्तो छ है त म जाँदैछु अब तल अर्डर उठाउन अब ल रेस्टुरेन्टको खानाहरू है बनाएर राखेछन् अब यस्तो छ है आनन्दले के हो के अब खाने पनि के बनाएछन् है बनाउनेलाई फाइनली मेरो यहाँ अर्डर उठाउने ठाउँ पनि आइसक्यो अब यो केएफसीको अर्डर रहेछ आज मसँग म अब उठाउँदैछु यसलाई ल अब मैले उठाएँ अर्डर मलाई दियो पनि हैन मैले दियो ल अब यसलाई म अब ब्यागमा हाल्छु है त अब ब्यागमा राख्छु म ल अब मैले ब्यागमा राखेँ है अब म फेरि जाँदैछु अब छोड्न जाँदैछु है त अब बाटो चाहिँ अब यहाँ यस्तो छ है त अब बाइक स्कुटर चलाउने साइकल चलाउनको लागि छुट्टै हैन गाडी नै छुट्टै छ यसको छुट्टै यस्तो बनाएको छ अब बाटो आनन्दले मजाले फ्री के आफ्नो आफ्नो लिगहरू बनाएको छ हैन यसरी छुट्टै राखेको छ ल है गाइस म चाहिँ यहाँ कस्टमरको घर आएको नयाँ कति 322 छ कस्टमर अब मैले उसो गाइस म चाहिँ दिए हैन कस्टमरलाई ठुलो छ ल है गाइस म चाहिँ कस्टमरलाई हैन दिएर अर्डर दिएर बाहिर निस्केको है अब म चाहिँ अब दिनभरि हैन काम गरेर अब रुमतिर घरतिर फर्किँदैछु है फर्किँदैछु म ल गाइस फाइनली म चाहिँ हैन काम सकेर अब रुममा आएको है रुममा आएँ अब म तपाईँहरूलाई कमाएँ त्यो पनि सबै देखाउँछु म ल आजको कमाइ कति भयो भन्ने कुरो म तपाईँहरूलाई यसमा देखाउँछु है त जो मैले कति कमाएँ दिनभरि मैले आज 10 घन्टा जति ड्युटी गरेँ हैन त्यसको कमाइ चाहिँ कति भएछ भने ल दिनभरिमा चाहिँ 36 वटा डेलिभरी गरेछु है यहाँको चाहिँ फोरेन चाहिँ 36,000 भएछ है यसको नेपालीमा कन्भर्ट गर्दा चाहिँ समथिङ 13,000 जति चाहिँ हुन्छ अब यो रुम हिसाब पनि हुन्न 2 युरो हुन्छ है अब यसैमा हो रुम रेन्ट हैन ट्याक्स सरकारलाई बुझाउनु पर्ने सबै यस्तै छ साथीहरू कमाइ भनेको है त ल बाई बाई साथीहरू सबलाई